Hello guys, welcome back again our vlog. अहिले चाहिँ हामी सल्ले आइरहेको छ हैन अनि अस्ति मकै लिन आएको थियो नि त त्यो चाहिँ यहाँ तलको भिडियो आज चाहिँ त्योभन्दा तल पाखेमा चाहिँ मकै लिन जानला त्यस्तो त आते पाते झापाते पाखे हैन के हाम्रो खेतको नामै पाखे हो हैन त्यो ठाउँको नाम सो अस्ति मकै दरेम गरेको ठाउँ चाहिँ यही बारी मतलब यही खेत हो चाहिँ यहाँ तलतिर जानुपर्ने हुन्छ यहाँ चाहिँ ल फाइनली हाम्रो पाखे भन्ने ठाउँमा चाहिँ आइसक्यो यहाँ पनि हाम्रो मकै पाकिसक्यो यहाँ चाहिँ मैले मकै भाँचेर मोल लाने रे हामीले यहाँ पनि बिउ राखेको छ यो खेतको लागि बिउ यत्रो भइसकेको छ हाम्रो बुवा नि आउनु भएको रहेछ ल पाखेको बिउ हेर है यस्तो दामी देखिन्छ नि बिहान मेरो त यस्तो हुन्छ नि मैले चाहिँ यो बारीमा यो खेतमा चाहिँ मकै भाँच्नुपर्छ त्यो गरामा काल्ला तस्ने कार्यक्रम चलिरहेको छ यहाँ चाहिँ अब यसमा मकै ड्याङ भाँच्ने ढोड लिएर जाने अब मकै चाहिँ यहाँको भाँच्नुपर्ने हुन्छ नि हरेर मकै छैन यो चाहिँ पाके मकै हरेर मकै छ गाइस हाम्रो खेतको मकै हेरौँ न साथीहरू यत्रो फलिन्छ नि ढ्याङ्गलाई चाहिँ खानु पर्ने हुन्छ हामी चाहिँ पाके भाँच्न आयो क्या यस्तै मकै अहिले चाहिँ मकै भाँच्न आयो बिहान होइन अहिले चाहिँ दिउँसो बाँदर कुर्न जानुपर्छ अन्त बेसी मान्छे छ क्या हाम्रो चाहिँ बेसी डी भन्ने अझै दुईवटा खेत छ हाम्रो खेत चाहिँ तीनवटा चाडा हो माथि सल्लेमा चाहिँ एउटा छ यहाँ पाखेमा चाहिँ धेरै छ अनि त्योभन्दा धेरै चाहिँ उता बेसीमा चाहिँ क्या बेसीमा चाहिँ म दिउँसो मकै कुर्न जान्छु त्यो चाहिँ बेला होइन यहाँको त मौका दिने हो ल मेरो हालत मैले भाँचेँ ढोड पनि काटेँ लगाएसब चाहिँ मेरो भाडी पनि रेडी भयो अनि मकै पनि यत्रो पनि उठाइदिएँ मैले चाहिँ ढोड लाने हो अनि यता ट्याग कलर त्यो पनि काटेँ होइन हल्का हात पनि काटेको छ अनि अब चाहिँ ट्याक्क घर जानुपर्ने हुन्छ है म चाहिँ यदि तपाईँ यो भिडियो चाहिँ फेसबुकबाट हेरिराख्नु भएको छ भने चाहिँ तपाईँले मेरो फेसबुकको प्रोफाइलमा गएर चाहिँ त्यहाँ मेरो युट्युबको लिङ्क छ त्यहाँबाट चाहिँ तपाईँले युट्युबमा गएर चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ यदि टिकटकबाट हेर्नु भएको छ भने टिकटकमा पनि मेरो प्रोफाइलमा गएर त्यहाँबाट चाहिँ प्रोफाइलमा रहेको त्यो लिङ्कबाट चाहिँ तपाईँले मेरो युट्युबमा जान सक्नुहुन्छ र सब्सक्राइब गरिदिन नबिर्सिनु होला।